Hello everyone, welcome back to my channel again. Hope you all are doing good. So आजको भिडियो चाहिँ स्टुडेन्टहरुको केस काटिदिएको स्कुलमा जो चाहिँ सारै अप्ठ्यारोहरू थियो उनीहरुको चाहिँ गार्जियनको कन्सेन्ट लिएर केस काटिदिएको। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ व्हाट इज द डेफिनेसन अफ स्टुडेन्ट इट शुड बी फुलफिल्ड। स्टुडेन्ट शुड बी वेल डिसिप्लिन्ड, स्मार्ट, गुड लुकिङ हुनु पर्यो। थप्पड चाहिँ केमा गालामा कि खानामा नि सर थप्पड खाएर चाहिँ अन्त रुनु कि हाँस्नु रे त्यसलाई सर रुनु कि हाँस्नुहुन्छ नि सर हो र सरले तर मजाले काटिदिनु हुँदैछ हो सर निन्द्रा पो लाग्यो यो त हजमको दोकान अन्त भुसभुस दिँदाउनु रहेछ है हो नि नगर्नु त्यस्तो तिमी त यसपालि आएको है होइन नयाँ स्टुडेन्ट हो। अनि तिमी स्कुल त कहाँ पो पढेको पहिला? दराबथाङ है त्यहाँ। अनि यस्तो केस काट्ने सरहरू हुनुहुन्थ्यो? कस्तो राम्रो काटेन? ठिकैको गरा चाहिँ बेसी गरा भन्नु चाहिँ खेतको गरा जस्तो कस्तो त्यही त खेतको गरा जस्तो। यहाँ त त्यस्तो हुँदैन नि। अरू के हेऱ्यो होइन साथीहरूको हेऱ्यो सरले चाहिँ अब मजाले यहाँनिर खतरा कटायो खतरा केस कटायो भने सरले चाहिँ जब पाएको सरको जब सरले चाहिँ अब म्याथबाट चाहिँ अब सरले रिटायरमेन्ट लिएर चाहिँ रिटायरमेन्ट लिएर चाहिँ अब यहाँ खतरा केस कटिङ है एक्स्ट्रा हाम्रो पनि अब यहाँ काट्ने बेला भइसक्यो। हाम्रो पनि लक्ष्मण सरले केस काट्नु हुँदैछ। अनि सरले चटक्कै मिलाइदिएको छ साँच्ची। तर अरू चाहिँ होइन, यो चाहिँ यो काट्नै पर्छ। मेरो स्वेटरको उयो स्वेटर हो त्यो पढ्राको मेरो स्वेटर खै मेरो सुटर चाहिँ लाग्छ लाग्यो तर म कहाँ छ सुटर मैले हैन हेर्नु त भिडियो तिम्रो पनि पालो आउँछ हौ नगर त्यो साइड एकदम देखा मिलिरहेछ। लास्टमा चाहिँ सबैजना खुसी नै थियो किनभने उनीहरूको कपालहरू हामीले बिगार्दैन, उनीहरूकै आधारमा काटिदियो अनि त्यही कारण खुसी थियो। थ्याङ्क यू।